रातो नीलो पहेँलो कुन चाहिँ वायर काट्दाखेरि हुन्छ? ए जुन काट्दैन काट्दैन। अलिकति सिरियसली लिमुला, गलत वायर काट्यो भने बम फुट्छ। कुन चाहिँ काटो? रातो, नीलो, पहेँलो? पहेँलो कलर मन पर्दैन, अर्को कलर भन्। मुला म यहाँ कपडा बेचिरहेको छु, तल अरू अप्सन दिनलाई? जिन्दगीमा अप्सन त हुनुपर्छ नि। अहिले यहाँ गलत वायर काट्यो भने जिन्दगी नै रहँदैन। यस्तै यस्तै हरकत गरेर राख्छ। तैँले गर्दा मलाई अहिलेसम्म ढाड दुखिरहेको थाहा? कसले भनेको थियो पुलिसको खल्तीमा हात हाल भनेर? जाडो लाग्यो भने आफ्नो खल्तीमा हात हाल भनेको थिएँ। त्यो भने होइन, तैँले गर्दा त्यो यहाँ छेउमा बस्ने सन्दीपले कस्तो हानेको थियो। मैले के गरेँ यसमा? तैँले गरे त्यसलाई हानिस् रे, अनि पछि मैले हान भनेर पठा भनिस् रे नि त। मैले कहिले भने तँलाई त्यस्तो? तैँले मलाई त्यो सन्दीपलाई हान्दे छिटो भने होइन? गेममा भनेको थिएँ छिटो हान्दे भनेर, दुधको प्याकेटले होली खेल्ने मान्छे। तैँले त्यसलाई हानिस्, अनि त्यो मलाई हान्न आइरहेको बेला तँ भन्न सक्दैन थिइस् त्यो आइरहेछ भनेर? मैले भनेको थिइनँ। त्यसले मलाई हानेर गइसकेपछि भनेर के फाइदा? चाहिएको कुरा चाहिँ पछि भन्छ। तेरो ढाड दुखेपछि लाउनलाई झन् पाउडर शुद्ध दिएको थिएँ मैले। खुर्सानी पाउडर थियो, झन् पोलिरहेछ अहिले। अनि अस्ति दुधवाला आएको थियो अरे, मैले तँलाई पैसा तिर्दै भनेको थिएँ। दिएँ मैले त्यसलाई, अगाडिको पसलेलाई। त्यही भएर दुधवालालाई त 6 महिना पैसा तिर्न पर्दैन। यहाँ छोड, पहिला भन् कुन चाहिँ वायर काटु? चाँडो भन्, यो फुट्छ। मलाई थाहा भयो। चाँडो भन्, चाँडो भन्। त भन्, तँलाई के लाग्छ? यार गेस गर, गेस गर। मलाई लाग्छ रातोवाला। काटिदिउँ? काट दे। नीलोवाला। ए